Hello everyone, welcome back to my channel finally from Israel हेर्ने अन्त म चाहिँ अस्ति आएर पनि अहिले म इजरायल पुगेको 10 दिन भइसक्यो हैन त्यहाँदेखि मैले ब्लग चाहिँ त्यस्तो आएको दिन त्यस्तो बनाएको थिएन किनकि म यता बुजुहरुसँगै घरको घरमै थिएँ नि त मतलब उनीहरुसँग बाहिर जान्थे तर म उनीहरुसँग ब्लग गर्नु अप्ठ्यारो लाग्यो अन्त मलाई सोध्नु पनि त्यो उयो लागेन अन्त त्यो आज चाहिँ मेरो छुट्टी छ हो अन्त म चाहिँ बाहिर निस्किन आँटेको तर त्यस्तो कोहीसँग भेट्नु पनि कहीँ जानु पनि हैन म जुन चाहिँ जग्गामा छु त्यही जग्गा हल्का एक्सप्लोर गर्ने हल्का रुटहरु चिन्ने हैन बसहरु हेर्ने अन्त कुन चाहिँ दोकान कहाँ छ त्यस्तो हेर्ने अन्त पार्कहरु छेउछेउमा खोज्ने पार्कहरुमा चाहिँ अझै अरु के भन्छ हामी जस्तै काम गर्नेहरु नेपालीहरु भेट्छ भनेछ नि त मलाई सबैजनाले अन्त त्यही गर्नु निस्किनु जानु आँटेको मेरो जग्गा चाहिँ यस्तो चिसो छ हो यस्तो आज बिहान पानी परेर यस्तो दुम्मा भइरहेको छ यस्तो चिसो छ त क्या फ्रेस हावा आइरहेको छ खुलै राख्दिनु हैन म बाहिर जान आँटेको मैले यो ज्याकेट चाहिँ लगायो तर साह्रै ब्राइट भए जस्तो लाग्यो फ्ल्याशब्याक सो हामी चाहिँ अहिले तेलअभिवमा छ म चाहिँ अपार्टमेन्टमा बसिरहेको थिएँ अन्त अघि आसिङ पनि आएर भेटेर जानुभयो अहिले पार्वती आङ्गे हुनुहुन्छ अन्त हामी चाहिँ अहिले मोमोहरू खानु गएको यस्तो छ जग्गा अघि म यही जग्गा आएको थिएँ यस्तोदेखि यस्तो थिएन ए यही त हो फर्स्ट डेमा आएर झोल थुक्पा र मोमो खानुभयो पार्वती आङ्गीले लानुभएको थियो आसिङ पनि आउनुभएको थियो भेट्नु अन्त त्यहाँदेखि त्यसलाई त्यस्तो अनौठो जग्गामा आएको जस्तो फिलै भएन क्या हो अब सबैजनाले मलाई साथीले भन्यो नि त कस्तो भइरहेको छ यस्तो यस्तो भन्थ्यो मलाई चाहिँ केही भएकै थिएन मलाई चाहिँ त्यही लागि आसिङहरूलाई भेटेर चाहिँ अलिक भए पनि उयो भयो अब मेरो त कोही न कोही त छ भयो नि त त्यही भएर त्यहाँदेखि चाहिँ म बाजे बोजूको घरपट्टि लाग्यो नेक्स्ट डे यो चाहिँ त्यसकै भिडियो क्लिपहरू हो चाहिँ फर्स्ट डेमै बाजेहरूले बाहिर लन्च गर्न जाउँ ल भनेर त्यहाँदेखि बाहिरै लन्च गरेर हामी यो फर्किँदाखेरि यस्तो दामी सनसेट भएर त्यस्तो दामी भ्यू थियो कि जग्गा चाहिँ मलाई एकदम मन पऱ्यो क्या भ्यूहरू हेर्दाखेरि चाहिँ एन्ड अ फ्ल्याशब्याक सो यो चाहिँ हो गिवाद जेभ मेरो घर देखाउँछु तपाईँहरूलाई यताबाट यो मेरो घर चाहिँ बाजे बोजूको घर मेरो होइन अब एक हप्ता बाद बाहिर निस्केको एक्लै बाटो कोही छैन रहेछ सुनसान अझ सबात हो नि त सबातको दिन गाडीहरू केही पनि चल्दैन बेलुका 6 बजीतिर सबात नखोल्नेसम्म हिजो बेलुकादेखि आज बेलुकासम्म म चाहिँ कहाँ आएको तर मलाई पनि थाहा छैन अचानक साइरन बज्यो भने चाहिँ कहाँ भाग्नु होला बस स्टप चाहिँ यही होला हेर्छु अब मलाई चाहिँ ओटी दिँदैन भनेको छ नि त बाजेले ओटी भनेको चाहिँ ओभर टाइम हो हाम्रो चाहिँ स्याटरडे छुट्टी पाउँदैन नि त तर ओभर टाइम गऱ्यो भने पैसा पाउँछ होइन त्यहाँदेखि अब भर्खर आएको गर्नै पऱ्यो भनेर सोचेको तर दिँदैन भन्यो नि त बाजेले अन्त नेक्स्ट हप्ता चाहिँ निस्किँदाखेरि अब बाहिर तेलअभिवपट्टि जाने अन्त यो यतै आएर बस पक्रिनुपर्छ बस स्टपको पछाडि यस्तो रहेछ हो फुल आमामा क्या दामी जग्गा हेर्दा त नि सपनामा सोचेको जग्गा जस्तो छ यस्तो भद्रो छ म चाहिँ फर्किहालेको फेरि यस्तो सुनसान छ अन्त कहाँ जानु डराइसकेको थियो पानी पनि पर्दैछ हो अयो एक्लै बस बाटो बिर्सिन्छ फेरि मेरोमा नेट पनि छैन फोनमा छ कि तर चलेको छैन के भएको त्यो लागि बस जान्दिनँ हो कुनै अरू दिन यो 12 दिनमा चाहिँ मेरो एक्सपिरियन्स चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ राम्रै भयो भन्नु पनि भएन होला
नराम्रो भयो पनि भन्नु भएन ठिकैको छ अब त्यो फर्स्टमा आउँदाखेरि अब फर्स्टमा काम सिक्दाखेरि त अब अलिकति अप्ठ्यारै पर्छ तर त्यस्तो अप्ठ्यारो पनि खतरावाला अप्ठ्यारो पनि परेको छैन नसक्ने टाइपको चाहिँ होइन सक्नु त सकिहाल्छ नि घरिघरि चाहिँ कस्तो कस्तो लाग्छ घरिघरि चाहिँ होइन त्यहाँदेखि यसो तर पुरा पेसेन्स चाहिँ पुरा हुनुपर्दो रहेछ यो काममा अन्त त्यही हो साथीहरूसँग तर साथीहरूसँग चाहिँ फोनमा बोलिरहनुपर्छ क्या यता आउने सबैजनासँग अन्त आफूलाई कस्तो भइरहेको छ ओइ यस्तो भएन मेरो भन्नु तिनीहरूले पनि ओइ साला मेरो पनि यस्तो भयो भन्न भन्छ त्यहाँदेखि चाहिँ हाँस्दै बस्छ आयो त्यसलाई चाहिँ आफूले आफ्नो लागि चाहिँ टाइम पाउँदैन क्या अन्त आफ्नै लाइफमा पनि आफ्नो के भन्नु आफ्नो लाइफबाट आफ्नै दिनबाट आफूले त्यो सानो सानो एक मिनट चोर्नुपर्छ क्या त्यस्तो भइरहेछ अब अन्त आज छुट्टी थियो अन्त आज अलिकति फ्रेस भयो माइन्ड पनि रेस्ट पनि मजाले पायो त्यति नै थियो आजको लागि हो यो भिडियो चाहिँ अलिक सर्टै भयो होला अब यसको बाद कहिले आउँछ भिडियो थाहा छैन अब नेक्स्ट छुट्टीमै होला अनि के होइन आज एउटा भिडियो रुम टुर गर्न सक्छु होइन बाथरुम टुर गर्न सक्छु आयो सो त्यति नै आज लागि थ्याङ्क यू सो मच फर वाचिङ सी द नेक्स्ट भिडियो कति दिन बाद के भन्छ एक्स्ट्रा भिडियो